वेलकम टु माई अनदर ब्लग। आई मीन ड्युटी नाउ। म चाहिँ अहिले ड्युटीमा छु। उबेरदेखि है, यो चाहिँ हाम्रो स्टोर। यहाँ चाहिँ हाम्रो केटाहरू छन् है। हामी चाहिँ पिज्जा बनाउने हो, पिज्जा बेच्ने हो। हाम्रो यहाँ चाहिँ ओभन मास्टर हो है, ओभन अफ गभर्नर। यो परिचय के हो दाजु? मेरो नाम अनिल। अनिल, कहाँबाट हो तपाईँ? फ्रम नेपाल। फ्रम नेपाल, कुन डिस्ट्रिक्ट? नवलपरासी। नवलपरासी, ओके। हाम्रो सोल्टी चाहिँ? नमस्ते, मेरो नाम आशिष तामाङ। नेपालबाट, नेपाल घर काभ्रे पलाञ्चोक, हाल कुबेर। ओके। मेरो इन्टरभ्यू दिनु पर्दा चाहिँ मेरो खासमा ओरिजिनल नाम चाहिँ उमेश नगरको टी हो। म चाहिँ ललितपुर लेलेबाट है त। अहिले अर्डर नआएर चाहिँ अहिले बसिरहेछन् केटाहरू। आज कस्तो हो दोस्त? आज राम्रो भइरहेछ। आज राम्रो भइरहेछ है। चाहिँ आज खासै छैन, नत्र त हिजो अस्ति त बनाउँछु भनेको, तर नभ्याएर चाहिँ बनाउन पाएन। भन्ने बित्तिकै अर्डर आइसक्यो, हाम्रो यहाँ अर्डर आइसक्यो। अब बनाउनु त पिज्जा होइन। अब हाम्रो चाहिँ अर्डर आएको अवस्था है। ल पिज्जा बनाइहालौँ। के आएको रहेछ भन्दा थिङ्क्रस आएको रहेछ। थिङ्क्रस पिज्जाको जो सिप हामीसँग चाहिँ 3-4वटा भेरिएन्टको पिज्जाहरू छन् है। न्युयोर्क स्टाइल प्यान छ, अनि यो चाहिँ थिप, अनि अर्को स्क्वायर पनि छ। यो चाहिँ एकदम सजिलो है पिज्जा बनाउनलाई। डाइरेक्ट मिट हाल्यो, टक्क सस हाल्यो, चिज हाल्यो, पिज्जा रेडी भइसक्यो। अब 3-4 मिनटपछि चाहिँ हाम्रो फेरि एकछिन बाहिर स्क्रिनबाट निकालेर फेरि राख्नुपर्ने हुन्छ है। ल यो फेरि स्क्वायर आएको छ है त, स्क्वायर प्यान। हाम्रो प्यान चाहिँ 2 प्रकारको छ, एउटा राउन्डवाला भने एउटा स्क्वायरवाला। हाल्नु पहिला चाहिँ फर्स्टमा तेल हाल्नुपर्छ है थोरै। तेल छ अलरेडी। मार्गरिटा मात्र हालेँ। मार्गरिटा भन्ने पिज्जा ओन्ली सस एन्ड चिज होइन होला। के हो? यो चाहिँ हाम्रो मार्गरिटा है। यो चाहिँ तल राख्न कारण चाहिँ त्यो भन्नु सर के कारण तल राखेको त्यो जाली? यो चाहिँ हाम्रो यो पाक्दाखेरि माथिको बेस पाक्दाखेरि तलको तारी नगडोस् भनेर छ। आयो वा। म ह्यान्ड स्टेचिङ देखाउन गइरहेको छु है त। फर्स्टमा डोलियो, लाएर थोरै हानौ। त्यसपछि युजरले अहिले चाहिँ मिसिन भागेर मिसिनबाट मात्रै गरिरहेको छ, त्यही भएर ह्यान्ड स्टेचिङ त्यति गरिएको छैन। पहिला गरिन्थ्यो, अहिले चाहिँ गरेको छैन। यो चाहिँ थोरै बोर्डर निकाल्ने, थोरै बोर्डर। त्यसपछि बिचमा प्रेस गर्ने, किनकि यसको हावा एयर सबै फाल्नुपर्छ। त्यसपछि टक्क लाएर बिस्तारै प्रेस गर्ने। छ भने त्यसपछि यो चाहिँ हातले गर्दा चाहिँ जति डल्लायो पनि तपाईँको यो पातलो हुँदैन, भन्नु पर्दैन। मेसिनबाट गर्दाखेरि चाहिँ त्यसको मोइस्चर सकिन्छ र अनि त्यो सुक्खा भएर भन्नुपर्छ। चाहिँ हाम्रो डिग्रीको हिटमा चाहिँ 7-8 मिनट पकाएपछि हाम्रो यो पिज्जा पाकिन्छ। खाएकोमा स्क्वायर थियो भने हाम्रो अब राउन्डवाला।
Filipina pizza maker. Pizza maker. Professional. See, Jibro nikalando. Pizza master. अब यसलाई चाहिँ हामीले 7 मिनेट 7.5 मिनेट जति पकाउनु हैन. Okay. And mix, grab some cheese. Okay. Put all over the top of the pizza. Okay. The package and the mustard. Yes, sir. Right after that, Answer. stretch the edge because it's not fit the size Yeah. that required. So this is mushroom, sir. Mushroom, Aywa. pickled mushroom. Kabuti. Kabuti, right, in your Philippine language? No, Kabuti. kabubote. Kabubuti. What else? Beef donuts. It's running in my mind. Aywa. Squeezing chicken. Don't want saucy pizza. Saucy. I want it dry. What type? Okay. गाइस अब चाहिँ हाम्रो पिज्जा Okay. पानीले लगायो गर्न सक्नुहुन्छ है तपाईँ गोल्डन एन्ड ब्राउन पानी Aywa. चाहिँ हाम्रो पाकिसकेपछिको पिज्जा है त. ड्राइभरलाई डिस्प्याच गर्नु. Look at this cheesy man. See, oh my god, cheesy pizza. Wow. हाम्रो पिज्जा नै सेलाएछ नि यार. पिज्जा खानुपर्छ भनेको यार पिज्जै सेलाएछ. पिज्जा सबजना खान्छन् कि भाइ? यो चाहिँ एउटा लोकल पिज्जा हो. एकदमै खान्छन् यहाँको मान्छेहरूले खाना एकदमै रुचाउँछन्. तर हामीलाई चाहिँ अब दाल भात खाने बानी जहाँ बर्गर त के खाइ हुन्छ ल. केटाहरू अर्डर नआएर आनन्दले बसिरहेछन्. यहाँ अर्डर कुरेर बसेका हुन्छन्. हाम्रो अर्डर आएर हैरान हुन्छन्. यता बनाएर आइसक्यो फेरि भन्दा यो त के होइन एकदम नर्मल हो आज त. एकदम नर्मल हो आज त. अर्डर आएकै छैन है. अहिले कति भयो हाम्रो अर्डर कति पुग्यो? जम्मा 190 पतोरा पुगेछ. यतिखेरसम्म हिजो हाम्रो 250 कटिसकेको थियो. म त पिज्जा खाँदै हिँड्दैछु. अहिले क्यामेराले देख्यो भने चाहिँ मलाई धोपी हान्छ है. उता छ हाम्रो ओ त्यहाँ हालै गरेर आएको थियो म त. एकजना हाम्रो पाङ्रे ह्याबिट म्यान. ओ माई गड पुरा के छ त. डेली पिज्जा खान्छ नि पेट दुख्यो भन्छ मलाई बुढ्दा. यु आर सिङ्गल अर म्यारिड? हाउ मेनी चिल्ड्रेन यु हेभ? Single, but how many children? 3 children. हाम्रो साथीको पनि दामी भएको छ ह्यान्ड स्ट्रेचिङ. हातले गरे भन्छ. तिमीले पहिला नेपालमा गरेको थियो कि नै पिज्जा? गरे त गरेको छु तर फेरि त्यो हातले के अरे रोलरले बेल्ने होइन पुरा रोटी बनाएर जस्तो हुन्थ्यो. कहाँ यस्तो हुन्थ्यो? उ गऱ्यो एकैछिन बनाएर तेलपाल गरेर फ्रिजरमा हाल्थ्यो. जसरी हाम्रो यो हुँदैन चिन क्रस जस्तो प्यान पिज्जा जस्तो त्यसै गरी प्रिजर्भ गरेर राख्ने. अर्डर आउँछ सस लाउने ततायो दियो. तर यहाँ चाहिँ बनाइदिने पठाइदिने. तर यति गरेर गाँड फाट्छ है. काम धेरै हुन्छ. हाम्रो चक्को चलाउने काम हुँदैन. चक्कु भन्ने चिज केही चलाउनै पर्दैन. सबै हाम्रो यो आइटमहरू टपिङहरू सबै रेडी भएर आउँछ है सिपियूबाट. ससहरूदेखि लिएर सबै हाम्रो काम चाहिँ यस्तै छ है. बाख्रा टुक्रो यहाँ आलु सालु अनेक बाँकी रहेछ. हाम्रो यहाँ चाहिँ स्टकहरू छ. चिज रिफिल गर्नु पऱ्यो. त्यहाँ चिज हाल्नु पऱ्यो.
छासा खुसुक हाने जस्तो सरसफाइ हाने जस्तो गर्नु पर्यो यता पिज्जा छ भने एपेटाइजरमा चाहिँ हाम्रो लोडेड वेजेसदेखि लिएर विङ्स अनि गार्लिक ब्रेडहरू छ अनि डेजर्टमा चाहिँ हाम्रो एउटा कुकी मात्र छ अनि ड्रिङ्क्सहरू छ हाम्रो मेनुमा भएको भनेको चाहिँ यति मात्र हो धेरै आइटम छैन तर धेरै काम छ हुन्छ यसरी यो पाकिसक्यो अब निकाल्नुपर्ने हुन्छ यो आलु यत्रो सानो छ स्टोर चाहिँ त्यही पनि बबाल सेल्स हुन्छ हाम्रो नेपालको 5 स्टार होटलले पनि हान्दैन होला यतिको सेल्स चाहिँ दिनमा त्यतिको हान्छ यहाँ अब दिल्ली नै अब कति 1500-1600 दिनार भनेपछि कति हुन्छ 1700-1800 हुन्छ नर्मलमा अनि बिजी टाइममा हुन्छ त्यस्तै 2500-3000सम्म पनि भइन्छ एउटा स्टोरबाट त्यति गर्छ हाम्रो 6-7 कति माउदा 6-7 वटा अहिले न्युली थपेर अहिले त्यस्तै 14-15 भयो होला हिसाब गर्नु अब प्रत्येकले 1000 मात्र गरे पनि कति हुन्छ हिसाब गर्नु 1 more minute ओके अर्को 1 मिनट हाल्ने हाम्रो है त्यो चाहिँ गार्लिक ब्रेडको हाल्दै छ यहाँको जस्तो सेल्स नेपालमा हुने हो भने त बबाल हुन्छ है चल्ने भयो यता फेरि खाना पनि पिज्जा र बर्गर भाइ केही खाँदैनन् फेरि यता मान्छेले रातभरि खाने दिउँसभरि सुत्ने हाम्रो काम चाहिँ जस्ट रमाइलो छ सबै नेपाली हो यो एकजना मात्र हो पाङ्रे है इट्स टाइम टु क्लोजिङ गाइज नाउ वी आर ऑल क्लीन आवर स्टोर you can say here we put the water and he's hello namaste guys he's transferring this trays and still we are receiving the order you can see here 4:30 it's 4:30 AM 4:30 मा हाम्रो यो क्लोजिङ हुन्छ स्टोर तर ठ्याक्कै 4:30 मा आउँछ यी जनतालाई के भन्न चाहनुहुन्छ यी जनतालाई के भन्न चाहनुहुन्छ लास्ट 30 मिनेटमा अर्डर गर्नुको कारण के हो भोको लाग्यो बरु ल्याइदियो भने बरु रुममै गएर डेलिभर गरिदिनु हुन्थ्यो यस्तो झ्याउ हुन्छ गाइज होइन ठ्याक्कै नै गर्नु भएन नि त गाइज मान्छे पनि यार यस्तो रातभरि खाने खानु अघि नै खानु सबै सामान बन्द गरेपछि आउँछ फेरि सबै चलाउनु पर्यो हेर सफा गरेको यता के मतलबै हुँदैन आलु ओभर पोर्सन खाओ लास्ट अर्डर हो जति खाएको खाओस् चौधहरू guys अब चाहिँ टाइम टु क्लोज बाई बाई सी यू लेटर भिडियो मन परेमा लाइक शेयर कमेन्ट ठोक्न चाहिँ नभुल्नु होला थ्याङ्क यू